तैले यो पानी पिउने भने कि त्यहाँ हेर त कस्तो सभ्यता नभएकाहरू छे फर्क्यौ आइडिया रूपा यस्ता सभ्यता नभएकाहरूलाई सबक सिकाउनै पर्छ आइज त्यहाँ हेर त ती उभिरहेका केटीहरू अस्ति जङ्गलमा भेटेका केटी तिनीहरू त होइन ए हो त के अरे तिनीहरूको नाम कस्तो बिर्सिएको ए गुरु हाम्रो लुगा लान लाग्यो यिनीहरूले ए देवीजी कहाँ लिएर जान लाग्नुभयो हाम्रो लुगा नुहा र पानी फोर पार्नेलाई पाठ पढाएको बुझ्नुभयो बग्ने पानी कहिले पनि अशुद्ध हुँदैन देवीजी बग्ने पानीले सबै फोहोर मैला बगाएर लैजान्छ त्यसैले यो लुगा पनि बगाउन लादैछु श्रीमानजी ए कहाँ लान लाग्नु भएको पर्खिनुहोस् भनेको एकपल्टलाई माफ भयो आइन्दा यहाँ कहिले नहुने छैनौ इ कान समातेर माफी माग्छु ए कुमार त पनि कान समात्न भइहाल्छ नि प्लिज हाम्रो लुगा फिर्ता गरिदिनुहोस् न नत्र हामीले पनि पालोको पैसा तिर्न जानेका छौं